साथीहरू एकैछिन यो भिडियो स्किप नगरिदिनुहोस्। तपाईँहरूको सहयोग चाहिएको हो मलाई। यहाँ जतिजना तपाईँहरू ब्याङ्क सेटअप गरेर मतलब मोनिटाइज गरिसक्नु भएको हुनुहुन्छ नि, उहाँहरू चाहिँ एउटा सजेसन मलाई दिनु। म ब्याङ्क सेटअप गर्दाखेरि, पे आउट सेटअप गर्दाखेरि यहाँको एकाउन्ट राख्नु कि नेपालको? फेरि यहाँको राख्नु भने म हालैले मलेसियामा छु होइन, म मलेसियाको राख्नु ब्याङ्क एकाउन्ट कि नेपालको, त्यो मलाई भनिदिनु होला। र मलाई चाहिँ नेपालको राख्नु मन छ, किनभने मानौँ म 1 साल बसेँ अनि यहाँबाट म गएँ नेपाल, अनि फेरि झन्झट होला अब चेन्ज गर्नलाई। त्यही भएर मलाई चाहिँ नेपालको एकाउन्ट राख्न मन छ। र नेपालको एकाउन्ट राख्यो भने मलाई के गर्नुपर्छ? मलाई यता ब्याङ्कको केही ब्याङ्क जानुपर्ने टाइपको भयो भने त म त मलेसियामा छु, कसरी हुन्छ? यो मिल्छ कि मिल्दैन? त्यो चाहिँ मलाई कमेन्टमा यसो भन्नुहोस् न तपाईँहरू। प्रायः मोनिटाइज भइसकेका र नभएका पनि जानकारी छ भने तपाईँ मलाई कमेन्ट मार्फत भन्न सक्नुहुन्छ, सजेसन दिन सक्नुहुन्छ। हस् त, धन्यवाद सबैजनाले, धेरै धेरै माया।